त्यो के गरेको पेन्टिङ गरे जस्तो हैन अझै खान्छ हजुर तपाईँ चाहिँ अनि के हो जाइदै जाइदै बोल्यो भने मलाई नि त्यो हुन्छ नि हैन मान्छे जस्तो भयो के गर्दैन नमस्कार सबैजनालाई र स्वागत छ हाम्रो च्यानलमा फेरि त कुन भन्दो रहेछ हेर्नु त र स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ भिडियोमा स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा एकदमै इन्टरवाइन टेन्टर ल स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ भिडियोमा हामीले चाहिँ आज एक अर्काकोमा चाहिँ मेकअप लगाइदिने रेडी हुनुहुन्छ त सो हामीसँग चाहिँ अलिअलि मेकअप छ अनि सो हामीले चाहिँ आज एक अर्काकोलाई मेकअप लगाइदिने कसले चाहिँ राम्रो गर्छ तपाईहरुले चाहिँ रेट उलाई थाहा छैन कुन कुन मेकअप के हो भनेर फर्स्टमा त्यही भएर मैले उसलाई एउटा स्टेप लगाइदिएपछि उले त्यही स्टेप फेरि मलाई लगाइदिए अनि हामीले हेरेको छैन कि क्यामेरा उतापटि फर्केको छ अनि हामीलाई थाहा छैन लास्टमा रिजल्ट हेर्नु अनि तपाईहरुले चाहिँ रेट गर्नुपर्छ र अर्को कुरा भन्दाखेरि हामीले यो इन्ट्रोडक्सन चाहिँ धेरै भयो इन्ट्रोड्युसन in the beginning इन्ट्रोडक्सन धेरै भयो ल सुरु गरिहालौँ है त क्यू लिप कम्बो ल यो चाहिँ फर्स्टमा एले गर्लको फाउन्डेसन ब्लेस यु मलाई चाहिँ फेरि मेरो अनुहार बाहेक अरूको अनुहारमा मेकअपै गर्न आउँदैन मलाई नि खासै आउँदैन अरूकोमा गर्न आफ्नो चाहिँ खुब आउँछ होला ब्राइड हो तपाईँ एस्टेल अर्डर भन्नु त एस्टेल अर्डर अलि मजाले गर्नु है ओ मैले तपाईले मलाई भरे सिकाउनु मैले हेर्नु पर्यो नि है प्राइमर चाहिँ ल्याउनै बिर्सेछ चिसो छ त लिक्विड हो नि त लिक्विड फाउन्डेसन अनि अलिकति चिसो हुन्छ के मेरो बच्चा यो जुङ्गालाई काट्नु पर्ने आज के गर्यो यो जुङ्गालाई चाहिँ उही डरलाग्दो जुङ्गामा चाहिँ नलाउनु न तपाईसँग धेरै टाइम छैन है दिस इज ओन्ली लाइक टाइम लिमिटेड छिटो ल लिमिटेड टाइममा गर्ने ल त छिटो तपाईलाई एउटा क्वेशन सोध्छु म हामी सेकेन्ड टाइम कहाँ भेटे कस्तो सेकेन्ड टाइम पाएँ ल फर्स्ट टाइम भेट्यो त सबलाई थाहा हुन्छ सेकेन्ड टाइम कहाँ भेटे थियो भन्नु नि ल तपाईँलाई थाहा छ मलाई थाहा छ मलाई एकछिनमा फोकस गर्नु भन्नु ओए अति हो यो त भन्नु छिटो सेकेन्ड टाइम कहाँ भेटे थियो सबै आएर कहाँ भेट्यो थियो हामी बानी परेछ नगरौँ होला है रङ भनेको हेर न कति ब्युटिफुल देखेको म पनि ह्यान्डसम तिमी ब्युटिफुल भेटेछ ल भन्नु त तपाईँ पहिला भन्नु न धेरै नजिक भयो के आई डोन्ट फिल सेफ भन्नु नि त याद गर्नु खोजिरा होला यो टाइम स्ट्रेच गरेर हैन मलाई थाहा छैन त्यही भएर सोधेको नि तपाईँलाई थाहा छ मलाई तपाईँलाई थाहा छैन यसो के कहिले काहीँ प्रोडक्ट पुग्दैन अनि यसो एक्स्ट्रा लगाइदिँदा नि इरिटेट नभइकन भने मलाई पनि राम्रो छ तपाईँ भन्छु तपाईँ चाहिँ अनि के हो जाइदै बोले भने मलाई नि के हुन्छ नि हैन कराएपछि मेरो नि मुड अफ हुन्छ त्यसपछि अनि के त नि मैले तपाईँलाई अघिदेखि भनिरहेकै छु त नि तपाईँ आफै हेर्दै जस्तो न तपाईँ लास्ट डरलाग्दो मान्छे रहेछ हेल्प मी यार टाइम वेस्ट गरिरहेछ ल यो देख्न सक्नुहुन्छ उहाँले गरिदिएको अब मेरो पाली कसले राम्रो गर्छ हेर्ने त यो अति बोतलबाट चाहिँ कसले हेर्छ कालो छ कि के छ ठिक छ यही कलर कति धेरै लिएको मेरो सक्छ मैं गरीब हूं तर पनि चाहिन्छ के उता टक पुगेर मेरो सबै सामान सकाइदिनु गर्न मन थियो कि क्या खुसी हुन्छ त तपाईँलाई आउँदैन रहेछ कि मलाई आउँछ नहेर्नु न उता हाँसेको त यो नाकको ग्यापहरू नि गर्नुपर्छ तपाईँलाई चाहिँ कस्तो चाइनिज खालको चाहिँ कि कोरियन खालको कस्तो खालको यो चाहिँ मैले गर्न खोजेको चाहिँ चाइनिज स्टाइल नहाँसु न सबै आइब्रो सेतो बनाइदियो होला चाइनिजै बनाउनु लाग्यो क्या कहिले काहीँ प्रडक्ट पनि धेरै हुन्छ अलिक गाडीतिर एकचोटि यहाँ दिँदैछ कि ल कस्तो राम्रो गरिदिएँ मैले हामी आइब्राउज बनाउने सारो आइब्राउज हो पूरी दुनिया का आइब्राउज इसी के पास है ऐसा लगता है अच्छा है ना मेरा तो तुम्हारा जैसा वो त्रिभुवन इंटरनेशनल एयरपोर्ट जैसा तो नहीं है ना खाली तपाईले यस्तो लाउनुहुन्छ डेली ओ माय गॉड कसो सक्छ आइब्रो कोरेपछि यो चाहिँ यसरी मिलाउने हो क्या आफ्नो गर्लफ्रेन्ड माथि ध्यान दिनु पर्यो नि त अरू बेला गर्दाखेरि अनि थाहा हुन्छ सबै कुरा हैन ल डन डन गरेर प्रेसर दिइरहन्छ कोरियन ओप्पा अरङ्गे ओप्पा हुन्छ न ओप्पा हामी खामे न गु मी खाऊ गु अझै खान्छ मेरो आइब्रोज पनि नहल्लाइनु पर्ने अचुलाएर बस्ने तपाईले अति गर्न थाल्नु भयो है तपाईले एकदम राम्रो गर्न खोजिरहेछ है ब्लेन्ड गर्नु पर्दैन कि हातले ब्लेन्ड गर्ने हैन नि त मेरो पनि ब्लेन्ड गर्नु बाँकी छ अलिकति तपाईँ छिप खा गरेर सब उहाँलाई चाहिँ आइब्रोज गरिदिनु कहिले लिनु ल
अगाडि हुन्छ के पिछेबाट गर्नु पर्छ यहाँदेखि हो नि त्यो के गरेको पेन्टिङ गरे जस्तो के भयो मलाई क्या फिल भयो बेबी यसरी गर्ने हैन त मलाई नि मान्छे जस्तो नै बनाउनु है मैले तपाईँलाई राम्रो बनाइदिरहेको छ्या बेबी यार मुख तपाईले वाल धेरै जति गर्छ किन ए हामीले चाहिँ आइब्रोज गरिसक्यो इग्नोर गरिदिनु मलाई अब चाहिँ हामी रेयर ब्युटी युज गर्ने हार्ट बनाए म नि बनाउँछु कसरी फिल भयो म थाहा भइहाल्छु नि यसको तपाईँहरू कोले हस्त नमस्ते भन्ने हेर्नु भएको छैन हस्त नमस्ते गएर हेर्नुहोस् है त्यहाँभन्दा च्वाक बनाइदिन्छु मैले मस्ट डाडे यु आर यार व्हाट अ ब्युटिफुल स्मेल ब्युटिफुल मनी अल्सो यो प्रोडक्ट धेरै लिने हैन है फर्स्टमै भनिदिरहेको छु यो दिस इज एक्सपेन्सिभ very so the next step is rare beauty धेरै लिनु हुन्न त्यो पहिला सुरु तान्ने हार्ट सक्यो भने अलिकति लिँदा हुन्छ यतापट्टि उतापट्टि कस्तो पुकुली देखेको मेरो बेबीलाई त एभ्री स्टेप पछि यो ब्लेन्ड हुन्छ हेर्नुहोस् त यता कस्तो घिलाको माथि हेर्नु तल लाउने पाउडर ब्लस पनि लगाइदिनु यति धेरै लाउनु पर्छ है तपाईहरुले म त कस्तो हेभी फिल भइसक्यो माथि हेर्नु गुड लिसनर हो क्या मेरो बोयफ्रेन्ड चाहिँ जे होस् ब्लस के गाह्रोमा यस्तो माथि चिकपोनमा मात्र लाउने नलाउने सेटिङ्स फ्री मेरो यो सेट नै गर्नु छैन मलाई ल अब हाम्रो चाहिँ सेटिङ गर्न एकछिन रोक्छौँ है हामी चाहिँ अब है देख्न सक्नुहुन्छ नि हामी दुईजनाको चाहिँ एकअर्काको गरिदिएको छ अब आयो आई पार्ट ल आईको पार्ट मलाई मन पर्ने पार्ट फेस लकले नचिन्ता रहेछ कस्तो चाहियो स्मोकी आई चाहियो कि न्युट्रल चाहियो तपाईँलाई मलाई स्मोकी दिस इज भेरी स्मोकी गाइस मलाई त कस्तो काका चिलाको जस्तो फिल भयो यार नआएन होला तपाईँ आज मुखमा हो कस्तो नआएन हो लगाइदिउँ त ओ टु स्मोकी के स्मोकिङ हट यु लुकिङ चुमेश्वरी यार कसम यो माथि अलिकति कसरी हटाउँछ केले हटाउँछ यो यो केले हटाउँछ यो हट्दैन अब त्यही भएर केयरफुल भएर गर्नुपर्छ है त्यो बेबी मेरो आँखा भन्दा पनि धेरै पर ल भाइ ल हेरौँ न एकअर्कालाई हेरौँ न त्यहाँ स्मोकी आईमा अलिकति आइलाइनर लगाइदिनु कता हेर्नु सबै माथि लाग्यो ब्युटिफुल मेरो बोयफ्रेन्ड त एकछिन आँखा नखोल्नु ब्युटी फ्रेकल्स नै चाहिँ होइन डटहरू यसो त्यसरी किन एक्साइटेड भएको नगरेन म राम्रो गर्दैछु कि राम्रो गर्दैछु नहाँस्नु बिग्रिन्छ कसरी कन्ट्रोल गर्नु अनि आँखा खोल्नु ल तल लाउनु पर्छ हो पर्दैन तल त माछा जस्तो देख्छ के फिस लुकिङ हो के फिस आई जस्तो के फिस जस्तो देख्छ कि नजिकबाट ल भाइ मलाई त मेरो मन पर्यो मेरो झन् कस्तो मन पर्यो मैले त तपाईँको त्यही त तपाईँले गरेको मन पर्यो भनेको कि छोड्नु अति नरे यो तपाईँले मलाई त्यो गरेको हुन्छ ल माथि हेर त इनर कर्नर्समा प्लिज मैले मेरोमा राम्रो देख्छ उहाँलाई मात्रै यस्तो देखिरहेको सरी खोइ त्यो कुन लाउनु त मैले पनि लाग्नु पर्यो नि यो चाहिँ कुन चाहिँ लगाइदिउँ ल तपाईँ यो हो नि यो मात्र लाउने हो कस्तो प्रिटी देखायो खै अब सिधै लिपस्टिक अनि सक्यो ल अनुहार नहेर्नु के तपाईँ हात रहेछ अगाडि ड्राई लिप्स ओ माई गड मेरो प्रोडक्टलाई हेरेस भयो फ्लेभर छ त यो चाहिँ टक्क लाइनिङ बनाउनु पर्यो हेर्नु मैले हातमा लाग्यो लाउँदिन नि त अब गर्नु यो चाहिँ हाम्रो फाइनल लुक रहेको छ र तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ कसको चाहिँ सबसे राम्रो छ हामी हेरौँ न ल अब हामीले केमा हेर्ने होइन फोनबाट हेर्ने फोनबाट हेरौँ ल फर्स्टमा तपाईँ हेर्नु ल फर्स्टमा तपाईँ हेर्नु ल है त वान टू थ्री यसको उ गरौँ न पहिला ब्राइटनेस अलिकति मेरो फोनको ब्याट्री सक्छ भिडियोबाट उ गरौँ न
ल 1 पछि त्यो उ पनि गर्नु मिल्दैन 1 2 3 गो ओइ कस्तो अति गर्दै यार तपाईँले यो त रातो त लिपस्टिक हेर्न यसो गर्नु ओ हेलो ल 1 2 हेर्नु न राम्ररी हेर्नु न ल हेर्नु त्यहाँ हेर्नु राम्ररी हेर्नु त ऊ यस्तो एक्सपेक्ट गरेको गाउँको बाहिर जस्तै हेर्नु न राम्रो हेर्नु त्यहाँ राम्रो हेर्नु नजिकबाट हेर्नु न त्यहाँ हेर्नु माछा जस्तो देख्दैन देखेको छैन के हो यो माछा जस्तो देखेको छैन माछा जस्तो देखेको छैन म त कसम अलिकति राम्रो एक्सपेक्ट गरेको थियो तपाईँहरू त चिटीको त देखाएको छ एटलिस्ट पुट टुगेदर म के हो यो खै नजिक ल्याउनु तपाईँ हेर्नु ल हेर्नु कस्तो राम्रो छ ल मन परेन हाम्रो चाहिँ यति नै हो तपाईँलाई कस्तो लाग्यो तपाईँहरूलाई भिडियो हामीले चाहिँ यस्तै भिडियोहरू अझै ल्याउने छौँ होइन बोल्नु न तपाईँहरू किन लजाको बोल्नु न थ्याङ्क यू फर वाचिङ हाम्रो भिडियो यही थियो हाम्रो चाहिँ एकअर्काको रेट गर्नु कसको राम्रो छ कमेन्टमा लेख्नुहोस् कसको राम्रो छ यति भन्दैमा सबैजनालाई सी यू इन अनदर भिडियो मै मात्रै राम्री मै मात्रै सुन्दरी म जस्तो ब्युटी अरू कसैकोमा छुइनँ तिमीहरू भनेको त हगिनी पदिनी छेरिनी ढाकिनी हौ म